मानौ घन्टीहरूको गाली गलोज र गाली गलोजको आतंकले हर्क साङपाङ आत्तिन्छन्, अतालिन्छन् र घुँडा टेक्छन् भन्ने यिनीहरूलाई लागेको हुँदो। तर एउटा कुरा के सत्य हो भने हजारौं घन्टे ग्याङका गाली शिरोमणिहरूका अगाडि हर्क साङपाङ एक्लै प्रतिवाद गर्न गाविस। त्यो तथ्यहरूले पुष्टि गरेको छ। अहिले हर्क साङपाङमाथिको उनीहरूको गाली गलोजको वर्षा र यतिसम्म कि तपाईँको हर्क साङपाङ खड्गप्रसाद ओलीको चाहिँ झोले हो भन्न पनि भ्याएछ होइन, लाजमर्दो कुरा। त्यसकारणले गर्दाखेरि घन्टे ग्याङका मान्छेहरूको बुद्धि फिर्नेवाला छैन, यिनीहरूको उत्ताउलोपन न्यूनीकरण हुनेवाला छैन, यिनीहरूको अहंकारले विश्राम लिनेवाला छैन, यिनीहरूको उदण्डता अब शिथिल हुनेवाला छैन। जसका कारणले गर्दाखेरि यिनीलाई त्यही उदण्डता, त्यही उशृङ्खलता, त्यही अराजकताको दन्दनी बनेको आगोले यिनीहरूलाई जलाइदिनेछ र जनता एक दिन यिनीहरूको अराजकताको विरुद्धमा सडकमा निस्किनु पर्ने बेला आएको छ, आउने निश्चित छ।